हुनुहुन्छ हेर्न सक्नुहुन्छ साथीहरू। अब खाजा चाहिँ भेटेँ मैले, ब्रेड र दुध कति म फाइनली साथीहरू। दिदीको नानी पनि भइसक्यो, राति 12 बजी भएको, 12 बज्न 2 मिनट बाँकी त्यतिखेर भयो। हामी मान्छेहरू बिचोक छ यहाँ नसुत्नु भएको। हेलो साथीहरू, लास्ट फ्याफला हजुरहरूलाई स्वागत छ तिमागी सिंह युट्युब च्यानलमा। आज चाहिँ हामी मेची हस्पिटल आएको छौँ। हिजै आएको राति, दिदीको डेलिभरी थियो नि त, त्यो भएर राति नै आएको थियौँ। आज चाहिँ राति भयो नि त, त्यसपछि दोकानहरू खुल्ला थिएन, त्यो भएर खाजाहरू केही खानुभएको छैन, खानाहरू खानुभएको छैन दिदीले, त्यो भएर लिनलाई गइरहेको छु। एक्लै छु, डर लाग्दैछ। बिहान 4 बज्दैछ, दोकान पनि खुल्ला छ कि छैन थाहा पनि छैन। साथीहरू गाह्रो छ, निन्द्राले सुतेको छैन। आज 1 घन्टा मात्र अघि 3 बजे सुतेको, 4 बज्दैछ भर्खर। पसलहरू पनि खुल्ला छैन जस्तो छ आज त, गाह्रो छ साथीहरू। कुनै दोकान खुल्ला भएन त आज त, हामी कोही उठेकै छैन। कहाँ जानु नि अब। हेर्न सक्नुहुन्छ साथीहरू। अब खाजा चाहिँ भेटेँ मैले, ब्रेड र दुध कति महँगो, यति दुधलाई 40 रुपियाँ हालेर म त झन् बेहोस भएको। हस्पिटल आयौँ फेरि। अब माथि जानुपर्ने छ दिदीलाई। भोकले केही खानुभएको छैन, राति नै भएको, कति बजी भएको दिदी 12 बजी नै भएको, अहिलेसम्म केही खानुभएको छैन। त्यो भएर गाह्रो छ। बिहान दोकान पनि भर्खरै खुल्ला हुँदो रहेछ, गएर उठाएर लिएर आएको। खुल्ला पाइरहेको छ, एउटा मात्रै पसल रहेछ, त्यो भएर लिएर हामी मान्छेहरू बिचोक छ यहाँ नसुत्नु भएको। भुइँमा हस्पिटलमा न बिमारी पुर्नलाई गाह्रो छ साथीहरू, यहाँ गाह्रो छ। यता चाहिँ कता कता हो, टुक्नै पाउँदैन पनि, अँध्यारो अँध्यारो डर नै लागिरहेछ पुरा, कता कता टुङ्गै हुँदैन। यता यस्तो उज्यालो हुन लाग्यो भर्खर, 4:20 हुँदैछ भर्खर। बाहिर 20 मिनट कति छिटो भएको। 4 बजी निस्केको, दोकान खुल्ला हुन्छ वरिपरि घुम्दा घुम्दा बोलाएर बल्ल बल्ल उठ्नु भयो। अनि दुध तताएर त्यसपछि दिनुभयो। त्यसपछि दुधले केही खाएको छैन, कति गाह्रो भइरहेछ उसलाई। गाह्रो भयो साथीहरू, हस्पिटलको बसाइ साह्रै गाह्रो भयो। अब माथि जान्छु, दिदीलाई कस्तो छ मुख पनि धोएको छैन आज, मुख पनि धुनु पाएको छैन। के कसो हुन्छ हेरौँ न। बेबी देखाउँछ हजुर लास्ट, हेर्नु कति क्युट छ, माया लाग्यो। देखेर निन्द्रा 12 बजिसकेको, त्यो देखेर निन्द्रा पनि हराएको क्या। माथि आइसकेको छु साथीहरू। यहाँ सुता हेर्नु हस्पिटलमा कति गाह्रो छ। यता छ हाम्रो नानीहरू, दिदी यता हुनुहुन्छ। बेबी म आयो भने आएर हस्पिटलमा। फाइनली साथीहरू, दिदीको नानी पनि भइसक्यो, राति 12 बजी भएको, 12 बज्न 2 मिनट बाँकी त्यतिखेर भएको है। बेलुका आएको थिएँ नि त, म त 8 बजी आएको होइन राति। तापलाई बेथा लाग्यो दिदीलाई, त्यो भएर फोन गरिराख्नु भएको, त्यो भएर आएको। त्यस्तो मनै मानेर घरमा हुनु त हुनुहुन्थ्यो हस्पिटलमा, अरू दिदीहरू नै हुनुहुन्थ्यो, त्यही पनि राति आएको। रातभरि सुतेको छु, नाखा यस्तो भइरहेको छ। नानी भयो, अब सबै नर्मलै भइसक्यो, त्यो भएर अब घर जानुपर्ने। अटो कुरिरहेको छ यहाँनिर हस्पिटलमा। लाइन लागिरहेको कुर्सी काट्नको लागि, कति राम्रो लाइन छ। रातभरि नसुतेर कति गाह्रो भइरहेको छ। नानीको भिडियो नि अघि गर्नै पाएन, बिहानै निस्किरहेको थिएँ। हेर्नुहोस् साथीहरू, हाम्रो गोलुमोलु छोरा क्युटी। साथीहरू, आजलाई यति नै हुन्छ, बाई बाई।